आज चाहिँ नि मैले चट्ट लाएर यो पास्ता बनाएको छु कि अर्थात् म्याक्रोना। यसलाई चाहिँ पिङ्क पास्ता भनेर मैले चाहिँ भन्ने गर्छु हैन। यो एकदम स्टार होटल लेभलको पिङ्क पास्ता हो, एकदम टेस्टी हुन्छ। हामी आफ्नो घरमा चाहिँ यसलाई मजाले बनाएर हामीसँग भएको सामानले चाहिँ मिठोसँग बनाएर खान सकिन्छ। बच्चादेखि जवान बुढो सबैले खान मिल्छ है। एकदम नरम पनि हुन्छ, खानलाई एकदम हेल्दी छ, टेस्टी छ। तपाईहरु पनि एकचोटि बनाएर खानु होला, यसरी साह्रै मिठो हुन्छ। मेरो भिडियो अन्तिमसम्म हेर्नु होला, कसरी बनाउने भन्ने कुरो सर्लक्कै थाहा पाउनुहुन्छ है। Cooking cream or milk 3 यहाँ cup. कुकिङ क्रिम लिएको छ मैले, त्यति नै मात्रामा 5 एक to बटुको 6 चाहिँ medium. रातो खालको टमाटो हाल्ने है। चट्ट लाएर दुध हाल्दिनु होला, यसरी चट्ट लाएर। ल अब यसलाई चाहिँ के गर्ने भने छ है, चट्ट लाएर यहाँ राखेर अब ल चट्ट लाएर पिस्दियो हैन। ट्याक्क लाएर चाहिँ अब यो चाहिँ केहीमा पिङ्क भयो हैन। यो अब यो चाहिँ अलिकति पकाउन थालेपछि चाहिँ एकदम राम्रो कलर आउँछ। सकभर चाहिँ बटर हाल्ने, यदि तपाईहरुसँग बटर छैन प्याज हाल्दिने, chopped onion 3 medium. ल यति प्याज हालेर मजाले चलाउने सरारा लाएर है। अब यसैमा चाहिँ म थोरै यो ओरिगानो र रोजमेरी चप गरेर राखेको छु कि त्यो हाल्दैछु। तपाईसँग ओरिगानो रोजमेरी छैन भने कस्तो खालको मसला युज गर्नुहुन्छ खानुहुन्छ त्यही थोरै हाले पनि हुन्छ है। ल एकदम छिटो र एकदम मिठो हुन्छ कि यो। बच्चालाई दिए पनि भयो, जवानीले खाए पनि भयो, बुढो मान्छेले खाए पनि भयो। जसलाई म चाहिँ यहाँ यो स्लाइस गरेर राखेको मसरुम सच्याउ त्यो हाल्दैछु। तपाईँ फ्रेस मसरुम पनि हाल्न सक्नुहुन्छ। यदि मसरुम छैन भने चाहिँ यहाँ चिकन पनि हालेर बनाउन सक्नुहुन्छ यसैमा। यसरी एउटा ब्ल्याक पेपर, मरिचको पाउडर, नुन चाहिँ आफ्नो स्वाद अनुसार हाल्नु होला। पाप्रिका पनि हाल्दिनु। पाप्रिका छैन भने तपाईहरुसँग नहाले पनि हुन्छ है। अब यस्तो दामी हुन्छ यो है। अब यसमा अघि पिनेर राखेको सस हाल्दिने, टमाटर र क्रिम पिनेको थियो नि हो त्यो चाहिँ चट्ट हाल्दिने। ल अब एकछिन पकाएपछि यसले दामी कलर फ्याँक्छ आफै। पिङ्क कलर चाहिँ एकदम राम्रो आउँछ एकछिन पछि। ल चट्ट यतिको भएपछि है चट्ट लाएर पास्ता हाल्दिने यसरी है। पास्ता एकदम धेरै नहाल्ने, क्रिमी हुनु पर्यो नि। यति पास्ता हाल्दा यतिले ठिक्क हुन्छ। ल अब एकछिन पकाउने, त्यसपछि चाहिँ छ्याप्प प्लेटमा हाल्ने है। यो भन्दा अनि खानु पर्छ। गिलो पनि गर्नु भएन र यो भन्दा सुक्खा पनि हुनु भएन। ल हेर्नु चट्ट लाएर यतिको चाहिँ हुनु पर्यो है। अब चट्ट लाएर थोरै यसलाई चेक गरेर पनि हेरौँ त हैन। चट्ट लाएर ल हेर्नुहोस् सस हेर्नुहोस् कस्तो दामी सस भएछ। ल हेर्नुहोस् पास्ता सस पनि त्यस्तै दामी पिङ्क कलर हैन, सोलिड भएको छ है। चिज हाल्ने, यदि तपाईहरुसँग छ भने चाहिँ यस्तो चिज हाल्नु होला, जुन पिज्जामा हाल्ने चिज, मोजरेला चिज। छैन भने चाहिँ त्यतिकै खाए पनि हुन्छ, तर चिज हालेर खायो भने चाहिँ अझ बेटर हुन्छ हजुर। ल यो एकदम स्टार होटल लेभलको पिङ्क पास्ता हो, एकदम हेल्दी छ, टेस्टी छ। तपाईहरु पनि एकचोटि बनाएर खानु होला, यसरी साह्रै मिठो हुन्छ। रियल्ली एकदम मिठो छ है।